तपाईँ म आज फ्रान्समा भएको एउटा गोर्खालीको कहानी भन्न चाहन्छु। गोर्खा सेनाहरूलाई पहिलो विश्वयुद्धको समयमा युकेले फ्रान्समा लड्नको लागि सहभागी हुन अनुरोध गर्दछ। नो म्यान्स ल्यान्डमा थुप्रै घाइते सैनिकहरू छटपटाइरहेका थिए, कोही पनि मद्दत गर्न अघि बढिरहेको थिएन। त्यही बेला आफै नै घाइते भएका एक गोर्खा सैनिक मृत्युको सामना गर्दै अघि बढे। जताततै बम पड्किरहेको थियो, गोलीको बर्सात भइरहेको थियो। त्यसैकै बीचमा उसले एउटा सैनिकलाई बोकेर सुरक्षित ठाउँमा लिएर आए, तर ऊ रोकेनन्। यस्तै गरेर उसले बारम्बार अरू पनि बचाए। अरूले रोक्न खोज्दाखेरि पनि ऊ मानेनन्। आफ्नो ज्यानको बाजी लगाएर अरूलाई बचाउन कोसिस गरे, तर स्थिति गम्भीर भएको कारणले कमान्डरले उसलाई रोक्न आदेश दिए। उसले मन नलाएर भने त्यो आदेश माने। यस्तो वीरता देखेर उसको सम्मानको लागि युकेले उसको एउटा स्ट्याचु बनायो। युकेको भिक्टोरिया क्रस जित्ने ऊ पहिलो नेपाली गोर्खा हुन्। त्यो वीरको नाम हो कुलवीर थापा मगर।